यहाँ हामीसँग ट्रिगोनोमेट्रीको अर्को क्वेसन छ। यो एलएचएस बाट र आरएचएस बाट जताबाट पनि गर्न सकिन्छ। यो एउटै प्याटर्नमा छ। यो एलएचएस मा जे प्याटर्नमा छ आरएचएस मा पनि त्यही प्याटर्नमा छ। जताबाट पनि हामी क्वेसनलाई सल्भ गर्न सक्छौं र कहिलेकाहीँ यसको आरएचएस दिएर यता एलएचएस लाई आरएचएस तिर पनि राखिदिन सक्छौं। मैले एलएचएस बाटै गर्नलाई ट्राई गर्दै टेकिङ एलएचएस के छ cos square a plus sin square a dot cos 2b। अब यहाँ हामीले के स्ट्र्याटेजी बनाउनु पर्यो त भन्दा cos 2b लाई जसरी पनि हामी सल्भ गरेर कि त cos square b र sin square b मा लानु पर्यो, होइन भने यहाँ हामीले cos square a र sin square a लाई हामी के मा लानु पर्छ cos 2a मा लानु पर्छ। त्यो अलिकति गाह्रो छ। यहाँ हामीले cos square a plus sin square a equal to 1 हो 1 हुन्छ। अनि cos square b plus sin square b पनि कति हुन्छ 1 हुन्छ हो। त्यसपछि हामी के गर्छौं भने यसलाई अलिकति मैले प्याटर्न चेन्ज गरिदिन्छु। cos square a plus sin square a 1 minus 2 sin square b लेखिन्छ यसलाई। अब यहाँ के हुन्छ त भन्दा cos square a plus यसले मल्टिप्लाई गर्दा sin square a minus 2 sin square a dot sin square b हुन्छ। अब cos square a plus sin square a भन्नु कति हो त भन्दा 1 हो minus 2 sin square a dot sin square b। अब हामीलाई चाहिएको के छ cos square b plus sin square b चाहिएको छ। अब यहाँ हामीले 1 भएको ठाउँमा त्यही राख्दिने हो cos square b plus sin square b minus 2 sin square a dot sin square b। अब यो चाहिएकै छ हामीलाई cos square b, यो sin square b चाहिँ यो दुईटैमा कमन छ sin square b। यहाँ sin square b कमन लिएपछि यहाँ केही छैन 1 माइनस यहाँ 2 रहन्छ डट यहाँ sin square b लिइसकेपछि sin square a रहन्छ। cos square b plus sin square b 1 minus 2 sin square a भनेको के हो त भन्दा cos 2a हो। यसरी यसलाई हामी प्रुभ गर्न सक्छौं। यस्ता क्वेशनहरु भयो भने यहाँ कमेन्ट बक्समा राख्दिनु होला। यसरी हामी रेगुलर अपडेट लिएर आउने छौं। लाइक र सब्स्क्राइब गर्दै गर्नु होला।